कोरियाको सुन्दर सहर छुङजुमा रहेको एकदमै शान्त हरियालीले भरिएको प्राकृतिक तालको दृश्य देखाउन गइरहेका छौँ, जहाँ पानीको सतहमा आकाश झल्किन्छ, जहाँ हावाले रुखहरूसँग कुरा गर्छ र जहाँ मन आफै शान्त हुन थाल्छ। यो दृश्यले देखाउँछ कोरिया कसरी प्रकृति नबिगारी विकासलाई अगाडि बढाउँछ। तल फैलिएको यो निलो ताल चारैतिर हरियाली जङ्गल र माथिबाट सजिलै गुडिरहेका गाडीहरू देखिन्छन्। तालको किनारमा उभिएका रुखहरू मानव वर्षौँदेखि यो पानीको रक्षा गर्दै आएका पहरेदार हुन्। पन्छीहरूको मधुर आवाज, पातहरूको खेल्ने हावा र पानीमा पर्ने सूर्यको चमक सबै मिलेर यहाँ स्वर्ग जस्तै अनुभूति दिन्छ। हाम्रो भिडियो यहाँबाट सुरु नभई म कोठाबाट बाहिर निस्किने प्लान गरेँ र मैले गुगल हेर्दा यहाँको ताल देखायो। त्यहाँबाट करिब 6 किलोमिटर थियो र मैले त्यहाँ जाने सुरुवात गरेँ। हाम्रो भिडियो यहाँबाट सुरु भएको हो। अब यो भिडियोलाई पुरा हेर्नुहोस्। हेलो, के छ खबर गाइज? एकदमै सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। म पनि एकदम सन्चै छु। आज एकदम चिसो छ है कोरियामा, घाम लागिरहेछ तर पनि मौसम एकदम चिसो छ। यताको वातावरणहरू चाहिँ एकदम नरमाइलो छ। हिउँ पऱ्यो भने चाहिँ अलि राम्रो देखिन्छ। आजको भिडियोमा म लाँदैछु एउटा ताल छ अगाडि, करिब 5-6 किलोमिटर टाढा छ। जाडोमा एकदम गाह्रो छ। त्यही गएर चाहिँ म ड्रोन लिनेवाला छु। बाटो पनि एकदम सुनसान छ। यता गाडीहरू मान्छेहरूको पनि हुँदैन। जङ्गल हेर्दा त एकदम कोरिया होइन भन्ने भइसक्यो। उजाड कोरिया देखिन थाल्यो। अब त्यो एउटा समय छ कोरियाको उजाड समय। यो त रुखहरू अब कहिले हरियो नहोला जस्तो छ। यस्तो नेपालमा सोचे जस्तो कोरिया र यहाँ हामीले बुझे जस्तो कोरिया एकदम फरक छ है। हेर, उजाड लाग्छ सिजन पनि केही छैन है। म घुम्ने भनेको तालमा आइसकेको छु। ताल भनेको हाम्रो चाहिँ छेउैको यही हो। दामी छ। टक्क बिचमा चाहिँ माथि रोड छ, हाइवे सोक्थोरो। अनि यता ताल दामी छ। मौसमहरू एकदम सुनसान छ। यतातिर आजभोलि एकदम मौन छ। तालको पानी यति सफा र शान्त छ कि आकाश आफै यसमा हेर्न आउँछ। ड्रोन जब पानीमाथि बग्छ, पानीको सतहमा रुख, आकाश र पुल सबै एकैसाथ देखिन्छन्। अब हेरौँ तालमाथि बनेको कोरियाको आधुनिक खोसोकथोरो। गाडीहरू शान्त रूपमा आआफ्नो गन्तव्यतर्फ लागिरहेका छन्, तर तलको ताल उस्तै शान्त छ। यो हो प्रकृति र प्रविधिको सुन्दर सन्तुलन। पुलको छेउछाउ हरियाली जङ्गल, पन्छीहरूको आवाज र हल्का हावाको स्पर्श। यहाँ सडक छ तर कोलाहल छैन। यहाँ विकास छ तर प्रकृति हराएको छैन। सूर्य झुक्दै जाँदा तालको रङ सुनौलो बन्छ। पुलमाथि गुड्ने गाडीहरू सूर्यको उज्यालोमा झन् सुन्दर देखिन्छन्। यो क्षण मन शान्त पार्ने मात्र होइन, जीवनको सन्तुलन सम्झाउने एउटा दृश्य हो। कहिलेकाहीँ जीवन पनि यस्तै हुनुपर्छ। माथि जिम्मेवारीको बाटो, तल मन शान्त पार्ने ताल। छुङजुको यो ठाउँ हामीलाई सिकाउँछ विकास र प्रकृति सँगसँगै जान सक्छन्। यो ताललाई हेर्दा लाग्छ प्रकृतिले आफ्नो सबैभन्दा शान्त रूप यहीँ छोडेर गएको छ। यहाँ शब्दभन्दा पनि मौन बोल्छ। यहाँ दृश्यभन्दा पनि अनुभूति गहिरो छ।
ड्रोन जब पानीको सतह नजिकै बग्छ, पानीको हरेक लहर मनको तरङ्ग जस्तो लाग्छ। यो ताल हेर्नका लागि मात्र होइन, महसुस गर्नका लागि पनि हो। माथि कोरियाको खोसोक थोरो जहाँ जीवन दौडिरहेको छ, तल शान्त ताल जहाँ मन रोकिएर सास फेर्छ। सायद जीवन पनि यस्तै हो, माथि जिम्मेवारी, तल शान्ति। ड्रोनको दृश्यबाट हेर्दा पुलभन्दा तल ताल सुन्दर देखिन्छ। पुलमा गुडिरहेका गाडी आफ्नै गतिमा सुनसान कोलाहल बिना चलिरहेका छन्। त्यही तालमाथि हजारौँ प्यानेलहरू राखिएका छन्, जहाँ विकास र प्रकृति दुवै तीव्र गतिमा छ। कोरियामा एकै ठाउँबाट ताल, अर्को बिजुली र त्यही माथि सुन्दर देखिने खोसोक थोरो, जहाँ गाडी आफ्नै गतिमा गुडिरहेका छन्। ताल वरिपरि गहना जङ्गल, रुखका पातमा खेल्ने हावा र टाढाबाट सुनिने पन्छीको आवाज, यी सबै मिलेर यहाँको वातावरणलाई जिउँदो बनाइदिन्छ। साउथ कोरिया त्यत्तिकै कोरिया भनिएको होइन। आप्स्याप बनेको ताल, बनाइएको माथि पुल र त्यही माथि सरर गुडिरहेका गाडी आफ्नै गतिमा। सूर्यको किरण बेलुकीको ऊ पनि आफ्नै दूरीमा डुब्नै खोजिरहेको छ। हाम्रो भिडियोको अन्त्यतिर आइसकेका छौँ। आजको सुन्दर दृश्य भनेको नै यही थियो। र यो दृश्य कस्तो लाग्यो र आजको भिडियोमा तपाईँले कमेन्टमा चाहिँ अवश्य एउटा कमेन्ट छोड्नु होला। यही ताललाई 3D भ्यू हेर्नको लागि ड्रोनलाई सिधा माथि उडाइयो र तालको दृश्य पनि एकदमै मनमोहक देखियो। मैले चाहिँ आफ्नो प्रयास गरेको छु। भिडियो चाहिँ त्यति राम्रो चाहिँ अब बनाउन आउँदैन। फर्स्ट सिक्दैछु ड्रोनबाट सुटहरू होइन। त्यसपछि चिसोले एकदम मारिसक्यो, माइनसमा छ अहिलेदेखि है। चिसोले एकदम गाह्रो छ, पछाडि जानु छ, हावा यस्तो लागिरहेछ। अब म चाहिँ लाग्छु। ल जो जस्तो भए पनि लाइक, सेयर, कमेन्ट गर्न चाहिँ नभुल्नु होला। ओके, बाई। नेक्स्ट भिडियोमा